आज हामीहरू न्यूट्रन पत्ता लगाउँछौँ। एउटा सूत्र हुन्छ न्यूट्रन संख्या इक्वल टू परमाणविक भार माइनस परमाणविक संख्या सुनो यो न्यूट्रन संख्या सुनो ना यो न्यूट्रन संख्या इज इक्वल टू परमाणविक भार माइनस परमाणविक संख्या वा हामी प्रोटोन संख्या पनि यसको ठाउँमा हामी प्रोटोन संख्या पनि राखेर निकाल्न सक्छौं वा इलेक्ट्रोन संख्या पनि घटाएर परमाणविक भारबाट त्यो पनि निकाल्न सक्छौं वा अंग्रेजीमा हामी यसको सूत्र यसरी पनि लेख्न सक्छौं एटोमिक वेट माइनस एटोमिक नंबर हैन यानी यो एटोमिक वेट माइनस एटोमिक नंबरबाट घटाएर पनि हामीहरु न्यूट्रन संख्या पत्ता लगाउन सक्छौं। जस्तै फर एक्जाम्पल लागि हाइड्रोजन को न्यूट्रन संख्या निकाल्छौं एटोमिक वेट कति भयो हाइड्रोजन को एटोमिक वेट हामीहरु निकाल्छौं यस्तै 1 माइनस 1 यो कति भइहाल्छ 0 हाइड्रोजन को न्यूट्रन संख्या कति भइहाल्छ 0 त्यस्तै यसरी पनि निकाल्न सक्छौं हामीहरु यो हाइड्रोजन भयो यसको हामीहरु यहाँ नट लिस्ट संकेत गर्छौं हैन त्यस्तै अब हेलियम को हामी न्यूट्रन संख्या निकाल्छौं हेलियम को न्यूट्रन संख्या निकाल्छौं हैन हेलियम को न्यूट्रन संख्या निकाल्छौं त भने 4 माइनस कति भइहाल्छ यो यहाँ राख्दियो माथि नै राख्दियो के को निकाल्दै छौं 1 नम्बर यो भयो 2 नम्बरमा हामीहरु के निकाल्दै छौं हेलियम को न्यूट्रन संख्या निकाल्दै छौं त 4 माइनस 2 गरिदिने त्यो कति भइहाल्छ 2 भइहाल्छ। त्यस्तै अब लिथियम को पनि त्यस्तै हुन्छ लिथियम को 3 नम्बर को लिथियम को हामी न्यूट्रन संख्या निकाल्छौं त लिथियम को न्यूट्रन संख्या वा त्यसको परमाणु भार कति हुन्छ त 3 गुना 6 7 7 माइनस 3 घटाउँछौं 7 माइनस 3 कति भइहाल्छ 4 भइहाल्छ। त्यस्तै अब बेरिलियम को 4 नम्बर को हैन त बेरिलियम को पनि निकाल्छौं त बेरिलियम को न्यूट्रन संख्या जब निकाल्छौं त यो कति भइहाल्छ त हामीहरुको बेरिलियम को हुन्छ 9 माइनस अब हामीहरु बेरिलियम को 9 माइनस जब 4 घटाउँछ कति भइहाल्छ 5 भइहाल्छ हैन। यसरी न्यूट्रन संख्या निकाल्छौं अरु कुनै तत्वको तिमीहरुले थाहा छैन जस्तै अब फर एक्जाम्पल पनि त्यस्तै अर्को अब आर्गन को मान लो एक्जाम्पल निकाल्छौं आर्गन को त्यस्तै अब आर्गन को परमाणु भार कति हुन्छ 40 भइहाल्छ 40 माइनस 18 गर्छौं भने कति भइहाल्छ 22। त्यस्तै अर्को नाइट्रोजन को पनि त्यस्तै गर्न सक्छौं नाइट्रोजन को पनि 14 भइहाल्छ 14 माइनस 7 को कति भइहाल्छ 7 भइहाल्छ। यो सबै अपवाद वाला यस्तै बन्छ वा अन्य जुन बन्छ त्यसै परमाणविक भार माइनस परमाणविक संख्या तिमीहरुको परमाणविक भार जब कति भयो त्यो पहिले निकाल्ने त्यसपछि प्रोटोन संख्या कति भयो वा परमाणु संख्या कति छ वा इलेक्ट्रोन संख्या कति छ त्यो परमाणु भारबाट प्रोटोन संख्या के गर्छौं वा परमाणु संख्या के गर्छौं घटाउँछौं घटाएपछि के निस्कन्छ न्यूट्रन संख्या। अब तिमीहरुको लागि क्वेशन दिइरहेछौं यति मेटाइदिन्छु ल लेख्न लियो यस सर ल यति लेख्न लियो भने ठीक छ 20 सम्मका क्वेशन 20 सम्मका तत्वहरुको प्रोटोन कमा इलेक्ट्रोन चाहे न्यूट्रन कमा इलेक्ट्रोन कमा एटॉमिक नंबर र एटॉमिक वेट पत्ता लगाउनुहोस् अब मान लो 20 सम्म छ 20 सम्म तत्व छ 20 सम्म तत्वको जुन कसैले क्वेशन सोध्नु भयो चाहे परीक्षामा आउन सक्छ कुनै तत्वको प्रोटोन संख्या इलेक्ट्रोन संख्या न्यूट्रन संख्या परमाणु भार त्यस्तो क्वेशन सोधिदियो त्यसको लागि तिमीहरु जस्तै अब मान लो हाइड्रोजन को 20 सम्म तत्व छ हाइड्रोजन को हामी निकाल्छौं के निकाल्छौं प्रोटोन इलेक्ट्रोन न्यूट्रन एटॉमिक वेट एटॉमिक संख्या यो सबै निकाल्छौं त यसको हामी लेख्छौं। अब यस्तो प्रोटोन कति हुन्छ अब प्रोटोन कति भयो हाइड्रोजन प्रोटोन संख्या कति हुन्छ 1 हुन्छ किनभने यसको परमाणु संख्या कति हुन्छ 1 हुन्छ त प्रोटोन संख्या पनि के हुन्छ 1 हुन्छ इलेक्ट्रोन संख्या पनि के हुन्छ 1 हुन्छ त यसको प्रोटोन संख्या पनि 1 हैन त्यसपछि अब इलेक्ट्रोन संख्या पनि 1 हैन त्यसपछि हामीको अब हेर्नु एटॉमिक नंबर पनि कति हुन्छ
यसको एटॉमिक नंबर यसको एटॉमिक नंबर जुन हुन्छ त यसको एटॉमिक नंबर पनि 1 हैन यस्तै अब मान लो एटॉमिक नंबर पनि 1 हुन्छ अब हामीहरुको न्यूट्रॉन संख्या त पहिला एटॉमिक वेट लेख्छौ एटॉमिक वेट जुन हुन्छ 1 AMU हुन्छ कति हुन्छ 1 AMU हुन्छ अब हामीहरु के निकाल्छौ न्यूट्रॉन संख्या के निकाल्छौ न्यूट्रॉन संख्या त न्यूट्रॉन संख्यामा त हामीहरु सूत्र पढ्छौ हैन एटॉमिक वेट माइनस एटॉमिक नंबर हैन एटॉमिक वेट कति छ दिएको छ 1 अनि 1 बाट 1 घट्यो भने कति भइन्छ 0 यसको न्यूट्रॉन संख्या कति हुन्छ 0 यसरी तिमीहरु सबैको पालो गरेर त्यसले मान हिलियमको तत्वको 1 नम्बर भयो हाइड्रोजन 2 नम्बर यस्तै हिलियमको भइहाल्छ अब हिलियमको प्रोटोन संख्या निकाल्छौ हैन त्यस्तै यसको इलेक्ट्रोन संख्या निकाल्छौ त्यस्तै यसको एटॉमिक नंबर निकाल्छौ एटॉमिक नंबर त्यस्तै त्यसको के एटॉमिक वेट निकाल्छौ एटॉमिक वेट त्यस्तै यसको न्यूट्रॉन संख्या पत्ता लगाउँछौ यो सबै अब पहिला हामीहरु के गर्छौं हिलियम तत्व कति नम्बरको हो हिलियम तत्व कति नम्बरको 2 नम्बरको त्यसको प्रोटोन संख्या कति हुन्छ 2 हुन्छ त त्यसको इलेक्ट्रोन संख्या पनि कति हुन्छ 2 हुन्छ त्यो नम्बर त्यो एटॉमिक नम्बर हुन्छ 2 हुन्छ त त्यसको प्रोटोन संख्या पनि 2 इलेक्ट्रोन संख्या पनि 2 एटॉमिक नम्बर पनि 2 अब परमाणु भार त यो संख्याको लागि मैले बताएको थिए जे 2 ले मल्टिप्लाई गर्दिने या 2 ले मल्टिप्लाई गर्दिने त्यसको 2 ले मल्टिप्लाई जब गर्छौं त यो कति भइहाल्छ 4 AMU अब हामीहरु फेरि के निकाल्छौ न्यूट्रॉन संख्या के निकाल्छौ न्यूट्रॉन संख्या त यो न्यूट्रॉन संख्या निकाल्दाखेरि हामीलाई थाहा छ एटॉमिक वेट माइनस एटॉमिक नंबर हैन एटॉमिक वेट कति भइहाल्छ 4 माइनस 2 त यो कति भइहाल्छ 3 यो यसको न्यूट्रॉन संख्या कति भयो 2 बुझ्यो यस्तै पालो गरेर हामीहरु कतिवटा तत्वको पत्ता लगाएर ल्याउँछौं 20 वटा कतिवटा तत्वको पत्ता लगाएर ल्याउँछौं 20 वटा यस्ता प्रोटोन संख्या इलेक्ट्रोन संख्या अब तिमीलाई थाहा लागेको छैन एकचोटी तिमीहरु के गर्ने जे हामीहरु यो पनि पढ्छौं एटॉमिक नंबर यो सूत्र पनि पढ्छौं एटॉमिक नंबर हैन एटॉमिक नंबर इक्वल टु प्रोटोन नंबर इक्वल टु इलेक्ट्रोन नंबर यो पढिसकेका छौ पहिलादेखि यो सूत्र हो त यो थाहा लाग्यो भने एकचोटी तिमीहरु यहाँ पनि जति तत्व हुन्छ त्यति नै प्रोटोन संख्या हुन्छ त्यति नै इलेक्ट्रोन संख्या हुन्छ यो पनि तिमीहरुले एकचोटी के गर्ने थाहा गर्दिने बुझ्यौ नि हो यसरी तिमीहरु निकाल्दा पनि हामीहरु यसरी निकाल्छौं ठीक छ त यो प्रोटोन संख्या इलेक्ट्रोन संख्या न्यूट्रोन संख्या के एटॉमिक वेट पत्ता लगाउन यो सूत्रहरुबाट पत्ता लगाउँछौं ठीक छ यति लगाउनु फेरि अर्को सूत्र लगाउँछौं अब त्यस्तै अब लिथियमको लागि हामी गर्छौं लिथियम को हुन्छ अब प्रोटोन संख्या जुन हुन्छ त्यसको प्रोटोन संख्या एटॉमिक नंबर त्यस्तै फेरि इलेक्ट्रोन संख्या अनि एटॉमिक वेट त्यसपछि जति तत्व हुन्छ त्यति हुन्छ प्रोटोन संख्या मतलब यसको हुन्छ मानिस लिथियम कति मात्र हो 3 नम्बर कति मात्र हो 3 नम्बर तत्व हो भने त्यसको प्रोटोन संख्या पनि कति हुन्छ त्यस्तै अब जति मात्र तत्व हुन्छ त्यति एटॉमिक नम्बर हुन्छ यो एटॉमिक नम्बर हो हैन यानी त्यो चाहिँ हैन त्यस्तै त्यसको इलेक्ट्रोन संख्या पनि 3 नै हुन्छ बुझ्यो यसको इलेक्ट्रोन संख्या कति हुन्छ 3 मा अब तिमीहरुको एटॉमिक वेट यानी परमाणु भार पर लगाउनु भनेको भने तिमीहरुको के हुन्छ अब विद्युत संख्याको लागि मैले नियम बताएको थिएँ यो क्लासमा जे सुन 2 ले मल्टिप्लाई गर्ने अहिले जो विद्युत संख्याको लागि मैले बताएको थिएँ 2 ले मल्टिप्लाई गर्ने अनि 1 जोड्नु पर्यो त 3 गुणा 6 अबबाट 1 अब 3 गुणा 6 आयो जोड्नु पर्यो कति भयो 7 कति भयो 7 कति भयो भने 7 7 AMU तो बोलिए 7 AMU बुझ्यो अब न्यूट्रॉन संख्या पता लगाउनु के पता लगाउनु छ न्यूट्रॉन संख्या तो परमाणु भार माइनस यानी एटॉमिक वेट माइनस एटॉमिक नंबर अब परमाणु भार कति भयो 7 माइनस कति भयो 3 घटाउँछ भने 3 घटायो भने कति भयो 4 हैन त्यसै अब यो भयो विद्युत संख्या हो त्यस्तै अरु पनि तत्वहरु छन् जस्तो सोडियम को हुन्छ वा नाइट्रोजन को हुन्छ वा आर्गोन को हुन्छ अब बादलको पनि त्यस्तै हुन्छ बुझ्यो
तो यो तिमीले अनुकूल लगातार यो ग्रिड सबक तको लागि भोलिको लागि यहाँ डब्ल्यु आउँछ अनि होमवर्क गर्छ तिमीले बनाएर ल्याउनु क्लियर यो सिस्टम गर्न देऊ